रोकिन्छ। स्थिर सरकारमै देशको भविष्य बस्छ। स्थिर सरकारमै देशको भविष्य बस्छ। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यस कार्यक्रमका सभाध्यक्ष महोदय आफ्नो बहुमूल्य समय यस कार्यक्रमको लागि समर्पित गरेर कार्यक्रमको शोभा बढाइदिनुहुने सम्माननीय प्रमुख अतिथिज्यू, विशिष्ट अतिथि तथा अतिथिज्यूहरू, निष्पक्ष निर्णय गर्न बस्नुभएका निर्णायक मण्डल, अन्धकारलाई हटाएर हाम्रो जीवनमा शिक्षाको ज्योति छरिदिनुहुने मेरा श्रद्धेय गुरुवर्ग, उपस्थित सम्पूर्ण एन्ड प्याप्सन परिवार र मेरा प्रिय साथीहरू, यहाँ सर्वप्रथम त यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार। सनसाइन अङ्ग्रेजी विद्यालयको कक्षा 6 मा अध्ययनरत छात्रा म भूमिका पौडेल मेचीनगर एन्ड प्याप्सनद्वारा आयोजित यस वक्तृत्व कला प्रतियोगितामा भाग लिने सुनौलो अवसर प्रदान गरिदिनु भएकोमा यस मेचीनगर एन्ड प्याप्सन कमिटी वा आयोजक विद्यालयलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। भोलिको दौरानमा भएका कमी कमजोरीलाई सम्माननीय निर्णायकज्यूहरूले पक्कै पनि क्षमा गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासको साथ म आजको शीर्षकतर्फ बढ्न चाहन्छु। मेरो आजको शीर्षक रहेको छ स्थिर सरकार देशको विकास। के तपाईहरूले कहिले सोच्नु भएको छ यो बारम्बार बदलिने सरकारले हाम्रो देशलाई कति पछाडि धकेल्छ? के तपाईहरूलाई थाहा छ अस्थिर सरकारको कारण हजारौं युवाहरूको भविष्य किन अन्धकारमा छ? देशको विकास केवल सडक पुल वा उद्योग होइन महोदय। देशको विकास भन्नाले शिक्षा, स्वास्थ्य, रोजगार र लोकतन्त्रको सुदृढीकरण बुझिन्छ। तर के तपाईहरूले कहिले देख्नुभयो यो नीति बारम्बार बदल्दा योजनाहरू अधुरो रहन्छन्, लगानीकर्ता डराउँछन् र जनता निराश हुन्छन्। यदि नेतृत्व अस्थिर छ भने हामीले समृद्धि कहिले देख्ने हो? के तपाईहरू विश्वास गर्नुहुन्छ स्थिरता बिना देश अघि बढ्न सक्छ? स्थिर सरकारले दीर्घकालीन नीति बनाउँछन्, जस्तै शिक्षा, स्वास्थ्य, रोजगार र उद्योगमा निरन्तरता दिन सक्छ। तर प्रश्न उठ्छ किन के अब पनि हामी अझिएर राजनीतिक खेलाडीहरूको हातमा देश छोड्न सक्छौँ? हामीले आफैसँग सोध्नुपर्छ किन देश पछि परिरहेको छ, किन विकास ढिलो भइरहेको छ? यसको एउटा मात्र मुख्य कारण भनेको सरकारको अस्थिरता होइन र? के तपाईहरूलाई लाग्छ केवल स्थिर सरकार भए पुग्छ? जनता जिम्मेवार नबनेर विकासको सपना पुरा हुन्छ? स्पष्ट उत्तर हुँदैन। जनता जिम्मेवार हुनुपर्छ, जनता सहभागी हुनुपर्छ। विदेशी लगानी र आधुनिक उद्योग स्थिरता बिना सम्भव छ कि छैन? कहिले सोच्नुभयो? हाम्रो अस्थिरताले लाखौं अवसरहरू गुमाइरहेका छन्। यदि सरकार स्थिर छैन भने विकास कहाँबाट होस् त? हामीले विकसित राष्ट्रहरूलाई निहाल्नुपर्छ। सिङ्गापुर, जापान, दक्षिण कोरिया यी देशहरूमा स्थिर सरकार र दीर्घकालीन नीति बिना प्रगति सम्भव थिएन। तर यिनीहरूले देखाए स्थिर सरकार र दीर्घकालीन नीति बिना प्रगति केवल सपना हो। हामी किन बारम्बार अस्थिरतामा फसिरहन्छौँ? हामीले जागरुक भएर देश बदल्ने कि चुपचाप लागेर बस्ने? स्थिर सरकार र असल नेतृत्व हाम्रो देशको भविष्यको आधार हुन्। स्थिर सरकार बिना विकास केवल कल्पना हो। अब प्रश्न यो छ हामी चुपचाप भएर हामी आफ्नो भविष्यको लागि जागौँ कि फेरि अस्थिरतामा भत्किराखौँ? स्थिर सरकार बिना विकास अधुरो छ। त्यसैले म भन्न चाहन्छु स्थिर सरकार बिना विकासको सपना पुरा हुँदैन र स्थिर सरकारसँगै देश समृद्ध हुन्छ। यति भन्दै म हजुरहरूको प्यारी छात्रा सुश्री भूमिका पौडेल यो मञ्चबाट बिदा लिन चाहन्छु। हजुरहरूले मेरो विचार सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस्त नमस्ते।